नमस्ते साथीहरू, के आज तपाईको बुद्धि बङ्गरा यानि थर्ड मोलार निकालिएको छ र घाउ राम्रोसँग निको हुन र समस्या नआउनलाई यो कुराहरूमा चाहिँ धेरै ध्यान दिनु है त। र च्यानललाई लाइक एन्ड फलो पनि गर्नु है त। सुरुमा त 45 मिनेटसम्म गज पिसलाई टोकिराख्नुपर्छ। गज पिसले चाहिँ ब्लड क्लट बनाउँछ र यो ब्लड क्लटले चाहिँ रगत रोक्नलाई हेल्प गर्छ र हिलिङमा पनि छिटो निको पार्छ। यदि रगत बगिरह्यो भने नयाँ गज फेरि आधी घण्टासम्म टोक्ने र दाँत निकालेको 24 घण्टासम्म चाहिँ थुकहरू निल्नुपर्छ है। थुकेको थुकै गर्यो भने त्यहाँ ब्लड क्लट बनेको निस्किन सक्छ र निस्क्यो भने घाउहरू निको नहुने दुख्ने हुन सक्छ। त्यसैले अलिअलि जम्मा हुने बित्तिकै थुकहरू निल्नुपर्छ। दाँत निकालेपछि 1 हप्तासम्म चुरोट खैनीहरू त्यस्तो खानु हुँदैन। यसले घाउहरूलाई निको पार्दैन र समस्या ल्याउँछ पछि। 1 हप्तामा निको हुने घाउ 2-3 महिना लाग्न सक्छ। र दाँत निकालेको दिनमा चाहिँ नरम चिज मात्र खाने, सारो धेरै मसलादार वाला खानेकुरा नखाने, नर्मल दाल भात जाउला भातहरू खाने र दाँत निकालेको 24 घण्टासम्म चाहिँ एब्सोल्युटली चिसो मात्र खाने है, चिसो मात्र। तातो के पनि नखाने 24 घण्टासम्म। चिसोले चाहिँ रगतहरू रोकाउँछ। तातो खायो भने फेरि त्यो रोकिसकेको रगत फेरि बल्झेर आउन सक्छ। त्यसैले 24 घण्टासम्म चाहिँ चिसो खाने र 24 घण्टापछि फेरि तातो खान थाल्ने है। किनभने 24 घण्टापछि त्यो रगत र घाउहरू स्टेबल भइसकेको हुन्छ र चलाउँदा पनि घाउहरू रगतहरू आउने सम्भावना हुँदैन। त्यस्तै नै दाँत निकालेको 24 घण्टासम्म चाहिँ चिसोहरूले सेक्ने, आइसहरू प्याक बनाएर सेक्ने। चिसोले सेक्यो भने सुन्निने दुखाइ अलिअलि कम गर्छ र रगतहरू पनि स्टेबल बनाउँछ र रगत आउने पनि कम गराउँछ। र दाँत निकालेपछि दुख्नु स्वाभाविक हो। त्यही भएर त्यो एक्सपिरियन्स नहुनलाई तपाईँले भनेको अनुसार चाहिँ औषधिहरू खाने, पेनकिलरहरू डाक्टरले लेखे अनुसार खाने है। त्यस्तै नै सुत्दाखेरि अर्को साइडबाट सुत्ने र दाँत निकालेको दिनमा चाहिँ ब्रस नगर्दा नि केही फरक पर्दैन, तर अर्को दिनपछि चाहिँ बिस्तारै गर्न सकिन्छ। र 24 घण्टापछि चाहिँ तातो खान थाल्ने है। 24 घण्टापछि मनतातो पानीमा नुन हाल्ने र कुल्ला गर्न थाल्ने। सुरुमा गर्दा बिस्तारै गर्ने र 2-3 दिनपछि बेसरी गर्न सकिन्छ। त्यस्तै नै 24 घण्टापछि तपाईँले तातोले सेक्न सकिन्छ घाउ भएको ठाउँमा हैन। यसले चाहिँ घाउहरू निको पार्न हेल्प गर्छ। त्यस्तै नै औषधि चाहिँ डाक्टरले दिए अनुसार खाने, कहिले खाने, के खाने सबै बुझेर खाने है। यदि यो गर्दै पनि रगत बगिरहेको छ, धेरै सुन्निएको छ, ज्वरो आयो, दुखाइ धेरै भयो भने तुरुन्त डाक्टरलाई फोन गरिहाल्नु है। यो निर्देशनहरू पालना गर्नुभयो भने तपाईँको घाउ छिटो र सुरक्षित रूपमा निको हुनेछ।